हेलो हेलो गुड मर्निङ एभ्रिवान। आज शनिबार उठेर हेरेको त आज निकै पानी परेको रहेछ। सङ्गति जानको लागि फ्रेस भएर कपडा पनि लगाएँ। त्यसपछि मैले तातो मह र तातो पानी पिएँ। पानी हल्का हल्का पर्दै थियो, रोकिएको थिएन साथीहरू, तैपनि म सङ्गतितिर हिँडेँ। मेरो मण्डली मेरो घरभन्दा अलिकति माथि पर्छ, र आज म हिँडेर जाँदैछु। छोरो पनि मसँगै जाने रे, त्यही भएर मसँगै पछ्याउँदै आउँदैछ। आज चाहिँ पानी परेको हुनाले आकाशहरू खोल्न गाह्रो भइरहेको थियो। यो चाहिँ मेरो मण्डली हो साथीहरू। मण्डलीको नाम त्रिक मुक्ति मण्डली। हाम्रो मण्डली चाहिँ बिहानै नै सरसफाइ गरिन्छ साथीहरू। आज पनि भाइ बहिनीहरूले मण्डली सफा गरिसक्नु भएको रहेछ। आउने बित्तिकै म एकछिन प्रभुसँग प्रार्थनामा रहेँ। यो चाहिँ आज गाउने गीतहरूको लिस्ट है साथीहरू। फेरि एकछिन बाइबल निकालेर म वचन अध्ययन गर्नतर्फ लागेँ। एकछिन क्वायर टिमका साथीहरूले गीतहरू प्र्याक्टिस गर्नुभयो। लगत्तै एकछिनपछि हाम्रो सेवा सुरु भयो। र अन्तिममा हामी प्रभुको वचन सुन्यौँ। त्यसपछि हामी प्रार्थना गरेर छुट्टी भएर आफ्नो घरतर्फ फर्क्यौँ। आजको आराधना सङ्गति एकदमै आशिषमय भयो। थ्याङ्क यू फर वाचिङ।